जाने हो संसार छोडेरा पिंजरा तोडेरा पंछी उडेरा धन र सम्पत्ति घरमै झोलामा धन र सम्पत्ति घरमै झोलामा माछको टोलामा लन्छन खोलामा माछको टोलामा लन्छन खोलामा भर नपर जान्छ पन्छी उडेर उडा छोडेर ए जान्छ पन्छी उडेर उडा छोडेर जान्छ पन्छी उडेर उडा छोडेर निकेमा हो संसार झुलेको किन हो चटकै घरमा फुलेको खैको निकेमा हो संसार झुलेको किन श्री हनुमते श्री शैलेशादि प्रणतोऽस्मि नित्यम् नमोऽस्मदाचार्य परम्पराभ्यो नमो नमो भागवतव्रजेभ्यः नमो नमो अनन्तमुखामरेभ्यः नमः श्री श्रीपतये नमोस्तु कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। अस्मद्गुरुभ्यो नमः। भक्तवत्सलानंद कंद भगवान को जय। श्रीमद् भागवत भगवान को जय। अखिल हिय प्रत्यनीक कलड़े कताना श्वेत्र समस्त वस्तु विलक्षण अनंत ज्ञानानंदित तीव्रता धर्माने बुद्धिको स्थिरता हो देवहुतिले देवहुतिर करदम्म नवदा भक्ति आय पहिली नौडी छोरी श्रवणं कीर्तनं विष्णुः स्मरणं पादसेवनं अर्चनं वन्दनं दास्यं सख्यं आत्मनिवेदनम। ई कपिल देव भगवान का नौडी दिदी पहिली आउनुहुन्छ अनि भगवान आउनुहुन्छ 10 नम्बरमा। र नवदा भक्ति त ईश्वरी हुन्। नौडा सिडीलाई पार गरेपछि मात्र भगवान आउनुहुन्छ जीवनमा। करदमले र देवहुतिले प्राप्त गर्नुभयो भगवानलाई नवदा भक्ति का माध्यमले। ये एक भक्ति का परिभाषा हुन्। ये नौवटी जो छोरीहरू छन्, छोरीको विवाह ब्रह्मा जी का 9 भाइ छोरा प्रजापतिसँग हुन्छ। अनुसुयाको विवाह अत्रिसँग हुन्छ। अनुसुया कस्ती हुन्
हजुरलाई थाहा छैन जसलाई आमा बनाउनका लागि त्रिदेव नै लालायत थिए त्रिदेवै माता पिता बनाउनु भयो अत्रि र अनसुयालाई अनसुयाको धर्मले त्रिदेवलाई खिचेर ल्याए त्यहाँ त्यो हो भक्ति भक्ति सूत्रोपनिषद् भनेर त्यो महात्म्यमा हजुरले सुन्नुभएको छ भक्तिमा त्यो तागत छ त्रिदेवहरू झुक्दछन् बाँधेर राख्दछन् पुत्र बनाउनु हो त यी 9वटी छोरीको अलग अलग चरित्र छ विशाल चरित्र छ नवदा भक्तिका एक एक श्रेणीका एक एक अङ्गका यी प्रत्येक परिभाषा हुन् यी कर्दमका छोरीहरू र नवदा भक्ति पश्चात आउनुभयो स्वयं भगवान् कपिल नारायण हेर्नु दुईटी आमा आउनुभयो यहाँ विशेष गरी एउटी आमा दिति जसको संयम त छैन असमयमा सुन्छन् जो जिज्ञासु छन् उनलाई सुनाउँदा पो ध्यान दिएर सुन्छ सधैँ प्रयोग पनि हुन्छ जबरजस्ती आएर बस्न बस भनेर जबरजस्ती सुनायो भने एउटा कानले सुनेर अर्को कानले उडाइदिन्छ अब आमालाई भोक लागेको छ कि छैन विचार गर्नु पर्यो भनेर हेर्नु आमालाई बोलाएर भन्नुभयो आमा आमा हामी यो संसारमा तर्नका लागि आएको झर्नका लागि जो मानव जीवन यो सफल पार्नुपर्छ र पूर्वजले जुन बाटोलाई पक्रेर अगाडि बढे म पनि त्यही बाटो पक्रेर अगाडि बढ्नेछु मलाई तपस्या गर्न दिनुहोस् जुन मेरा पिता पितामहले जुन आराधना गरे जसको आराधना गरे म पनि उसैको आराधना गर्न चाहन्छु मलाई बिदा दिनुहोस् भनेर जब कपिल नारायण भगवानले बिदा माग्नुभयो अब भने आमा झसङ्ग हुनुहुन्छ माता देवहूति साँगाबाट खसे जस्तो भयो झस्किनु राम के भनेको नि बाबु तिमी गयो भने मैले कसको मुख हेरेर बस्छु म त एक्लै हुन्छु नि भनेर आमाले रोक्न खोज्नुभयो तर हट्थ्यो बाले भन्नुभयो नाइ आमा यो जीवनलाई सफल पार्नुपर्छ यत्तिकै यो नष्ट गर्नका लागि यो मानव देह होइन यो बार बार मिल्दैन भनेर जब सम्झाउन लाग्नुभयो तब आमा आज कपिलदेव भगवानका शरणमा पर्नुहुन्छ पुत्र सम्बन्धले होइन भगवत सम्बन्धले उहाँले चिन्नुभयो जो पतिले भन्नुभएको थियो हेर त्यो हाम्रो छोरो होइन है त साक्षात् भगवान हुन् भनेर पति हिँडेका थिए कर्दम त्यो झट्ट सम्झिनुभयो अनि पाउ पर्नुहुन्छ र हात जोडेर प्रार्थना गरेर शरणमा परेर भन्नुहुन्छ निर्विण्ण नितराम भौमन असदिन्द्रियतर्षणः येन सम्भाव्यमानेन प्रपन्नान्धम तम प्रभो ये प्रपन्नहरूको अज्ञान रूपी अंधकारलाई नाश गर्नेवाला निर्विण्ण नितराम भौमन असदिन्द्रिय प्रभु को पग माता सबियो
हिताय सीता राम 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 राधे श्याम 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 राधाको नामले बाधा हटाउँछ कृष्णको नामले कृष्ण राधाको नामले बाधा हटाउँछ कृष्णको नामले कृष्ण सीता नामले पवित्र बनाउँछ रामको नामले अति आराम सीता रामको नाम नमो सीता रामको नाम नमो राधा कृष्णको नाम नमो सीता रामको नाम नमो सीता राम 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 राधे श्याम 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 सीता राम 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 राधे भक्तवत्सला प्रभु बिना दया गर्ने हाम्रो को छ र भक्तवत्सला प्रभु बिना दया गर्ने हाम्रो को छ र प्रभु बिना दया गर्ने हाम्रो को छ र मेरा छोरा मेरा यी आमा बाउ मेरो घर मेरा यी वस्तु भाउ मेरा छोरा मेरा यी आमा बाउ मेरो घर मेरा यी वस्तु भाउ मेरो सारा धन मेरो मेरो भन्दा भन्दै आयो मर्ने दिन मेरो सारा धन मेरो मेरो भन्दा भन्दै आयो मर्ने दिन भक्तवत्सला तैँको बिना दया गर्ने हाम्रो को छ र हे प्रभु बिना दया गर्ने हाम्रो को छ र सूर्य तत्व चान्द्र तत्व स्त्रीको शरीर र पुरुषको शरीर र स्त्री पुरुषको संयोगबाट अनुसन्धान उत्पन्न हुन्छ। त मनु र शतरूपाबाट 5 सन्तान भए, 3 छोरी 2 छोरा, 3